रुसु के पढेकी कि पात लक्ष्य मलाई पनि अनलाइन क्लास पढ्नु पर्यो लोक सेवाको तैँले चिनेकी सरहरू हुनुहुन्छ होला भन्दै त मलाई कुनै सरलाई मेरो बहिनीलाई पढाइदिनु रे भन्छ के पढ्ने लोक सेवा कुन कोर्स खरिदारको प्रथम पत्र अनि मैले चिनेको सरले कसरी हुन्छ त इन्स्टिट्युटमा एडमिसन हुनुपर्छ अगाडि चिनेको सरले पढाउने हो र तँलाई इन्स्टिट्युटमा पहिला आफू एडमिसन हुने अनि त्यहाँ त सरहरू आउनुहुन्छ पैसा तिरेर जोइन हुने पहिला अनि पढाउनुहुन्छ मैले चिने घरमा कहाँ पढाउनुहुन्छ त सरहरूले हो अनि कति पैसा लिन्छन् अब खरेको भएदेखि के हो खरे भने खरेको भए 8-10,000 8-10,000 त्यति लाग्छ होला मलाई पनि थाहा छैन खै हाम्रो चाहिँ 7,000 तिरे मैले पो राम 1-2 हजारमा मिलाइदिनु 8-10,000 मा त म बरु पढ्दिन होला हो पैसा थन्काएँ भने नि कति धेरै खुत्रुकेमा बचत भएर लोकसेवामा नाम निकाल्नु नि जेलीमा त म धेरै जम्मा पारिसक्छु त त्यसो भए पैसा जम्मा गरेर राख्छौ पढ्ने मान्छे भएपछि पढ्ने भइसकेपछि किताब किन्ने क्लास लिने त्यो पैसा खर्च हुन्छ अरे ओहो बचत भएन भन्ने चाहिँ नसोचे नै हुन्छ अनि किताब त्यसरी जम्मा गरे भए त मेरा नि कति हुन्थ्यो होला नि किताब किन्नलाई लोभ गर्ने क्लास लिनलाई लोभ गर्न थाल्यो भने त्यो मान्छेले पढ्दैन भनेर जाने हुन्छ कसरी खोराकी मलाई अनि तैँले कति खर्च गरिस् कति गरे कसले हिसाब गरेर टिपेर राखे हैन सुरुमा कति तिर्थिस् थाहा छैन बिर्सिसके मैले हो लु न मलाई 1-2 हजारमा पढाउने सर खोज्दै है ल ठिक्क परेर बस्नु भए हुन्छ 1-2 हजारमा पढाउनलाई हेर्नु न गाइस 8-10 हजार लाग्छ रे खाजा खान गए हो र अनि 8-10 हजार लागेपछि चाहिँ कति के पढाउनुहुन्छ त है त्यो सरले एउटा कोर्स पुरा हुन्छ एउटा कोर्स प्रथम पत्रको आईक्यू पनि पढाउनुहुन्छ ए त्यसो भए त म यो घोक्ने कुरो त सबै घोकिहाल्छु यो आईक्यू मात्र पढ्नु पर्यो अनि एउटा सरलाई भन्दै तैँले म आईक्यू मात्र पढ्छु आधी पैसा दिन्छु हुँदैन म घोक्छु भने त किताब घोकेर मात्र हुन्छ सरहरूसँग क्लास लिइसके कति ट्रिकहरू हुन्छ ट्रिक अनुसारले घोक्ने जिके क्वेसन घोकेर साथ दिलाइछ के हुन्छ ट्रिक अनुसारले पढ्ने हो सूत्र त म पनि आउँछ है त्यही त बु सुप्रिम बिर्स अब त्यस्तै सूत्र हैन त्यही एउटा जानेर हुन्छ सबै बनाउने सूत्र हुन्छ सबै सूत्र अनुसारले पढ्नुपर्छ कति धेरै एकचोटि पढेपछि अर्कोचोटि दोस्रोचोटि दोहोऱ्याउनु नपर्ने गरी पढाउनुहुन्छ तैँले त 17 चोटि घोक्दाखेरि पनि घोक्न सक्दैनस् याद हुँदैन डाटाहरू कति धेरै पढ्नुपर्छ थाहा छ हो लुलु त्यसो भए कति 10,000 लाग्छ नि त अब यति नै लाग्छ भने त मलाई के थाहा त ल भोलि सोधे ल भोलि ल